के भयो र आमा? छाती पोलेर मर्न लागेछु। लाउन किन पोलेको होला, यसरी के उपाय लाउन बिसो हुने बाबु। बक्नु है, म पानी ल्याएर आउँछु। लिनु पानी पिनु। छाती पोल्नु निको भयो त आमा अहिले? भएन नि बाबु, अझै पोलिरह। म दबाई ल्याएर आउँछु, हुन्छ? हुन्छ हुन्छ बाबु, लिएर उता जा। लिनु यो दबाई खानु। ल अब त्यो दबाई खानुभयो, भित्र गएर एकछिन आराम गर्नु तपाईँ। ल हुन्छ हुन्छ, म एकछिन आराम गर्छु है त। आमा अहिले त्यो दबाईले सन्चो भयो त हजुरलाई? छैन नि बाबु, मलाई त दबाई खाँदाखेरि पनि यो छाती पोल्नु बिसो भएन। यसको छाती पोलेको दबाई मसँग छ। के छ तपाईँ भन्नु न, आमाले दिनु न। गाह्रो भएको छ भन्नुभएको छ, छाती पोलेर। कुन रङको थियो र? रातोमा फुलबुट्टा भरेको थियो। यसको छाती पोलेको दबाई मसँग छ। ल बुवा यो कसरी? सोध त यसलाई, बिसेक भयो कि भएन भनेर। अहिले सन्चो भयो त हजुरलाई? बाबु, मेरो त शीतल हो छाती। दबाई यही हो नि त मेरो त। कसरी? जो छिमेकीले रातो नयाँ साडी लाएर हिँडेको थिएँ, त्यही देखेर यसको सही नसक्नु भएर छाती पोलेको। आजै किनेर ल्याइदिएँ, शीतल भयो यसलाई। त मुला पनि सिक, भोलिपछि तँलाई काम लाग्छ, के गर्नुपर्छ भनेर। खै के हो यस्तो कुरा म बुझ्दैन।